म यति बेला रोल्पाको होलिरीमा उभिएको छु र मेरो यो पृष्ठभागमा देखिरहेको यो रोल्पाको होलिरीको पछिल्लो समयमा विस्तारित यो संरचनाहरू हो। 2052 साल फाल्गुन 1 गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको ऐतिहासिक थलो हो। यो चाहिँ सशस्त्र युद्धको क्रममा रोल्पाको होलिरी इलाका प्रहरी चौकीमाथि तत्कालीन विद्रोही नेकपा माओवादीले चाहिँ आक्रमण गरेर सशस्त्र विद्रोहको विधिवत थालनी गरेको घोष गरेको थियो र सशस्त्र युद्धको अवधिमा 2 पटक यो प्रहरी चौकीमा चाहिँ आक्रमण गरेको थियो र थुप्रै प्रहरीहरूलाई अपहरण समेत गरेको थियो र केही प्रहरीको हटाहट समेत भएको थियो। तत्कालीन विद्रोही नेकपा माओवादीले रोल्पालाई विद्रोहको आधार केन्द्रको रूपमा अथवा आधार भूमिको रूपमा चाहिँ लिएको थियो र यहाँ थुप्रै खालका चाहिँ सशस्त्र युद्धहरू भयो र तत्कालीन विद्रोहको समयमा र युद्धको समयमा रोल्पाको होलिरी सुनसान बनेको थियो र यहाँ चाहिँ विभिन्न खालका चाहिँ रणनीतिक चाहिँ अभ्यासहरू हुने ठाउँ अथवा रणनीतिक एउटा नाकाको रूपमा चाहिँ यो होलिरी रहिआएको थियो र यहीँबाट रोल्पा र पूर्वी रुकुम समेतको यो चाहिँ नाकाको रूपमा चाहिँ यो होलिरी क्षेत्र रहेको थियो र अहिले पनि त्यो शहीद मार्गको हिसाबले पूर्वी रुकुमसम्म जानको लागि र रोल्पाको सिङ्गो दक्षिणी भेग र पश्चिम दक्षिणी भेगलाई जोड्ने यो मूल शहीद मार्ग सडक यही बाटो भएर यही होलिरी भएर गएको छ र यो होलिरी खण्डको यो संरचनामा अहिले शान्ति प्रक्रियापछि र मुलुक खास गरी संहितामा गइसकेपछि रुन्तीगढी गाउँपालिका बनेको छ र रुन्तीगढी गाउँपालिकाको मुकाम अथवा केन्द्र पनि यही ठाउँमा भएको कारणले गर्दाखेरि पछिल्लो समयमा यो ठाउँ चाहिँ बिस्तारै फेरि सहरीकरण अथवा बस्ती विस्तार हुने क्रम चाहिँ बढेको छ र अहिले यो होलिरी खण्डमा अथवा होलिरी भेगमा चाहिँ निकै चहल पहल चाहिँ बढेको छ र मात्रै एउटा समस्या शहीद मार्गको यो घोराईदेखि होलिरी खण्डको यो जुन सडक छ यसबाट सिमेन्ट उद्योगहरूको चुनढुङ्गा उहाने गर्ने एउटा रुट पनि परेको कारणले गर्दाखेरि त्यो हेभी वेटका ट्रकहरू यो रुटबाट हिँड्दाखेरि चाहिँ पिच गरिएको पनि भत्किएको छ र यो पिच गरेर भत्किएको यो सडक चाहिँ मर्मत नहुँदाखेरि अथवा नयाँ ढङ्गले फेरि यसलाई चाहिँ पुनर्संरचना नगर्दाखेरि चाहिँ धुलाम्मे यो सडकको कारणले गर्दाखेरि यात्रुहरूलाई आवत जावतमा थुप्रै समस्याहरू बनिरहेका छ। त्यसले गर्दाखेरि यो क्षेत्रलाई अझै विकास गर्नको लागि यो सडकको स्तरोन्नति या नयाँ ढङ्गले यसलाई पिच गर्ने कुरा चाहिँ बहुत महत्त्वपूर्ण हुन्छ किन भन्दाखेरि रोल्पाको सिँगै दक्षिणी पश्चिमी भेग र रुकुम पूर्वको ठुलो जनसङ्ख्याको आवत जावत गर्ने एउटा नाकाको रूपमा चाहिँ यो होलिरी नाकालाई लिन सकिन्छ। साथसाथै स्वर्गद्वारी महापूर्वको जुन एउटा यज्ञभूमि छ र रुन्टीमा उहाँ जन्मिएको महापूर्व जन्मिएको थलो पनि छ। त्यो हिसाबले गर्दा अहिले चाहिँ स्वर्गद्वारीतर्फ थुप्रै भक्तजनहरू दर्शनार्थीहरू जाने गर्दछन् र यो घोराई भएर आउने थुप्रै भक्तजनहरू यही होलिरी भएर आउने गर्छन्। त्यसले गर्दाखेरि यो होलिरीमा बिस्तारै चहल पहल बढ्दै गएको छ र सँगसँगै चाहिँ घोराईको एउटा समथर भूमि र तन्तलापुर एउटा चैत वैशाखको गर्मी भइरहने ठाउँ र त्यसबाट करिब चाहिँ 29 किलोमिटरको उचाइमा दूरीमा आइसकेपछि एकदम शीतल हावा चल्ने एकदम चिसो मौसम भएको यो होलिरी एक किसिमको हिल स्टेसनको रूपमा समेत चाहिँ यसलाई लिन सकिन्छ। त्यस हिसाबले गर्दाखेरि यो होलिरीको सम्भावना एकदम छ तर यसमा चाहिँ शहीद मार्गको यो घोराई होलिरी खण्डको जुन बाटो समस्या छ त्यसलाई चाहिँ यथोचित रूपमा चाहिँ सम्बोधन गर्न सकियो भने पक्कै पनि यो रुटको चाहिँ यात्रा सहज हुनेछ भन्ने मलाई विश्वास छ। म त्यही ठाउँमा आएको छु र यहाँको चहल पहल पक्कै पनि शान्ति प्रक्रियापछि बढेको छ। यो ऐतिहासिक थलो हो र रोल्पाको होलिरी घुम्नलाई पनि अत्यन्त महत्त्वपूर्ण ठाउँ मानिन्छ। सँगसँगै यहाँबाट स्वर्गद्वारी जानको लागि र यहाँको चाहिँ मुरुलेले गढीले
अनि शिव पार्वती गुफा, त्यसपछि महाप्रभु जन्मिएको रुन्टी, यी ठाउँमा चाहिँ एउटा पर्यटकीय सम्भावना बोकेको ठाउँहरू पनि भएको हुनाले यहाँ आउनलाई चाहिँ अत्यन्त महत्त्वपूर्ण पावन भूमिको रूपमा समेत यसलाई लिन सकिन्छ। यो हिसाबले गर्दाखेरि यो ठाउँमा आउनलाई सबैलाई चाहिँ म अनुरोध गर्छु। धन्यवाद।